गुफा जान 5 मिनट लाग्छ अरे त्यहाँबाट माथि शिवलिङ्ग गाइज अझै पनि त्यो थुम्कामा कस्टमाइज गर्न नि नमिल्ने रहेछ। एकदम नाइस प्लेस। मैले सर दिए भएर त नदिए ए आए गरे अनि के दियो के आए गरे उ अझ आए गरे नाइस प्लेस। एउटा थुम्का त्यो थुम्का वालमा चाहिँ खिच्नु पनि उसैले हिउँ चाहियो अरे बरफको टुक्रो पनि छैन हिउँ खेले अरे ल ल नउभिउँ काठमाडौँका गद्दा बिजाएर अनि तल आउन हिँडेको हो ढाड सेकाउनु ल जाउँ जाउँ थुप्रेको मासुहरू अलिअलि तलाम अलिक छिटो छिटो हिँडौँ। हिँडेपछि पग्लिन्छ आफै। माथि माथि सैलुङमा भन्ने गाउँमा चाहिँ यही हो हजुर टुप्पोमा माथि टुप्पामा ल बनिसक्यो अघि नै। जाउँ छिट्छ। जो आया नहीं घंटा मात्र
यता गालामा डल्दै जान्छ हो के सातो दल्ने बेला भयो लो यो उमेरमा सातो दल्नु पऱ्यो भने चाहिँ 60 काटेपछि चाहिँ तपाईँलाई ढिँडो दल्नु आइसक्यो टावर आइसक्यो के को चिन्ता गरेको यार 1 घन्टा भन्छन् एक घन्टा यो सैलुङको डाँडाको फोटो हानौँ त हिमाल त यहाँबाट पनि नजिकै त्यहाँबाट चाहिँ सबै थुप्रो देखिनु होला कि पर्छ त गाइज गर्नु गाइज मान्छे थाकेर यहाँ भित्र छैन मान्छे एनर्जी नभएको मात्रै हो गाइज ल हेर थाकेको छैन एनर्जी अलिक कम भएको हो भीमसेन तरबार फाइनल्ली लगाइछ एकजना मान्छे यहाँ यहाँ टुप्पामा एकजना मान्छे गएर बस्नु भएको छ गाइज यहाँ यो आयो आयो हालो हालो गर्दै हुन्छ यहाँबाट तल यस्तो भिड छ गाइजहरू भर्खर आउँदैछन् ऊ तलबाट अर्को गाइज आएकै छैन ऊ आउँदैछ टक्क लाएर यसरी 360 अब घाम छाया परेको बेलामा यस्तै हुन्छ त्यो टाढोसम्म त पुग्नु पऱ्यो होला टाढोमा पुगेन भने त लगानी डुबिहाल्छ नि यार यहाँ आएर टावरमा पुगेन भने त लगाइ डुबिगयो डाँडा बनाउने हो त्यसलाई अब हामी कहाँ जाने हो यहाँ तक 3000 के
खै त स्पोन्सरवाला कता गए माथि चल्दिसक्यो हो कालो आउँदो रहेछ के चल्दिसक्यो हो खै माइज कता छ माइज पछाडि पछाडि भएर बर्बाद भयो अघि उता उज्यालो थियो अब यता उज्यालो है अब ल उ त्यहाँ हामी टावरमा आइपुग्यौँ गाइज अब अर्को तेस्रो पार्टमा है अब फेरि